फेरि पनि जय मसीह सलोम। फेरि पनि सबै मेरो भ्युअर्सहरूलाई सलोम छ। अनि फेरि आज मेरो टासी गाङतर्फको यात्रा छ। तपाईहरु मेरो ब्लगलाई हेरिदिनुहोस्। फेरि पनि म राम्रो राम्रो भ्यूहरू लिएर आउनेछु तपाईहरुको माझमा। मर्निङको भ्यू चाहिँ यस्तो छ। अन्त हामी चाहिँ यता टासी गाङ चाहिँ यता जानुपर्छ। सो यो चाहिँ हल्का मङ्गलको भ्यू रहेछ। हामी लागेको अवस्था हिँड्दै ब्याक गर्दा गरेको एकछिनै भ्यू चाहिँ छ। ग्राउन्ड फुटबल ग्राउन्ड रहेछ मजाको। ग्रास त मजाले लागेको रहेछ। यता मुनि हस्पिटल चाहिँ हस्पिटल यता रहेछ। यो चाहिँ ए हजुर यहाँ सब्जी बेच्नुहुन्छ। एकदम पुरी चाहिँ मिठो रहेछ हैन। अनि यहाँ चाहिँ दोकानहरू चाहिँ 9 बजीबाट मात्रै खोल्छ अरे। चाहिँ पुरी खाइरहेको छु। मिठो छ मिठो। यता चाहिँ अब टासी गाङ हो नि। हजुर टासी गाङ जान्छ नि। टासी गाङ टासियाङची सम्झौखा पनि अरुणाचल प्रदेश साक्तेङ मेराक सबै साक्तेङ मेराक साक्तेङ भनेर फाल्टो हो नि। ए हजुर पुगेर पनि थाहा भयो। मेराक साक्तेङ मेराकमा साक्तेङमा गयो। मेराक साक्तेङ थागिला भनेर बाङ्गे थाहा साक्तेङ गिल मेराक हालै लागिलो अझै टाढो नि फेरि। मेराक नजिक ए सानो पनि जग्गा साक्तेङ त ठुलो हो। यसो जोङ हो के हो? हो त जोङ हो। त्यो नै हो भने अलि मास्तिर स्कुल चाहिँ यहाँ तल रहेछ मजाको। वेलकमिङ ब्याक। ओली त फेरि ओपन हिँड्नु थालेछ त हो। कति साह्रो चमेरा आज चमेरा किन यति साह्रो? त्यो चाहिँ मङ्गल फुल फ्ल्यासमा मङ्गल। फेरि जङ्गल हो। रोड चाहिँ मजाको छ। हामी चाहिँ कुरिला पासमा आइपुग्यौँ। सेकेन्ड लास्ट। तर यहाँ चाहिँ त्यति जाडो छैन। हल्कै रहेछ हल्कै। यहाँबाट उँधो चाहिँ अब टासी गाङको यात्रा हाम्रो उतातिर चाहिँ गइरहेको रहेछ। हाम्रो भुटानमा चाहिँ हरियो परियो हाम्रो धन सम्पत्ति भनेको। हजुर 20बाट। इन्डियामा एउटा स्टोरी छ नि। त्यो उसको बुढी चाहिँ बिमार हुँदाखेरि हस्पिटल लानु नसकेर त्यो ठुलो डाँडाले गर्दाखेरि त्यहाँदेखि त्यो मान्छेले चाहिँ त्यो डाँडालाई ढुङ्गा भएको त्यसलाई चाहिँ बिचमा खोपेर बनाएको छ नि बाटो। हजुर हजुर एक्लैले छिनो हम्बरले खोपेर मजाको त्यसको मुभी पनि बनाएको छ। रेल स्टोरी पनि छ त्यो। हो र? 20 वर्ष 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 20 वर्ष
खतरा कुहिरो डाँडै नदेख्ने कहाँको बस पनि आउँदैछ देन्चुखामा हजुर दुम्ते दोरखा देन्चुखा त्यो सबै अपोजिट रहेछ एक दुसरेको हनी बीको फ्याक्ट्रीहरू यता त जङ्गलले गर्दा नि होला नि त्यो मौरीहरू त मजाले एउटा सानो बजार भेट्दो रहेछ गाउँ सानो गाउँ हिमाल पहाड तराई त्यो गाडी टाढो होला देख्छ रोडहरू चाहिँ एकदम राम्रो नि यताको यो यादी भन्छ ए यादी चाहिँ हो यादी सहर मजाको गाउँहरू हाम्रो अलिक रफ रहेछ अफरोडिङ केराको फार्म जस्तै रहेछ त यहाँ त हाम्रो केरै केरा सुन्तला मजाको हरियालीले ढाकेको भन्छ विन्टरमा चाहिँ ड्राई हुन्छ होला नि अहिले चाहिँ एकदमै हरियो परियोले मेन टाउन यादीको ठुलो रहेछ त डेभलप निकै यो चाहिँ मङ्गर पर्छ कि ए हजुर आज चाहिँ स्कुलमा प्रोग्राम छ जस्तो छ नि हजुर यादी दार्जिलिङ सिक्किमहरू जस्तै लाग्छ हजुर त्यस्तै रहेछ त्योभन्दा राम्रो मजाको डाँडाहरू त कति त्यो तलको रोड त कस्तो त्यो तलको रोड भएर जानुपर्छ होला त्यो रोड देख्दा म हरेस खाएलु यहाँ चाहिँ वर्कसप रहेछ के को वर्कसप हो सल्लाह घारी त यहाँ पो रहेछ त त्यो रोड त्यहाँ माथि पनि रहेछ अब मजाको कति मजाले फिचेको गाउँ हो त्यहाँ माथि त स्वर्ग झनै छुएछ तिनीहरूले चाहिँ बाबेलको धरहरा जस्तै भएछ जाने रोड चाहिँ मलाई साह्रै मजा लाग्यो यहाँको चाहिँ सल्लाहघारीको बिचमा सल्लाह ओन्ली सल्लाह हुँदैछ ए हजुर
मजाको रहेछ नि जग्गाहरू त किन भुँडी दुख्यो भने त त्यो अचार लगाएको डल्लेको हात त्यसले पो रहेछ बेसी बेलामा चाहिँ पिसाको जस्तो कि साथी जस्तो हुन्छ अर्कोको दयाले छैन मैले गेलेफुमा साथीमा बस्दा चाहिँ 4-5 दिन बस्दा चाहिँ सधैँ त्यो खाएको थिएँ लास्टको दिनमा त साह्रै पाऱ्यो नि म त घिना बुढी दुख्छ यति साह्रो भनेको त विचार गर्दा डल्लेले पो रहेछ त्यो सधैँ खाएर चाहिँ बिसा थालेछ छैन ग्यास्ट्रिक यस्तो भिड छ तल चाहिँ माथि गाउँ छ अद्भुत होइन हो त के हो यस्तो पल्टी झऱ्यो भने त अन्त त्यहाँ माथि माथि गाउँहरू छ रहेछ कति युनिक कति राम्रो यहाँ मैले एउटा साथी भेटेको छु तपाईँलाई देखाउँछु ल साथी यो चाहिँ बेगुता एकदम राम्रो फ्रक इज फ्रक हियर सो हामी चाहिँ यता आइसकेको छौँ अनि हामी गएको चाहिँ यता दाजु पनि त्यहाँ बसिरहनु भएको छ मजा भइरहेको छ एकदम मजाको बेगुतासँग खै बेगुतासँग वास्तविकमा चाहिँ फ्रक मार्केट भन्दो रहेछ है सो दिस इज फ्रक मार्केट दाजुले नि हल्का बनाइरहेको छ हो म त चाहिँ एकदम मजा आइरहेको छ यो इस्ट साइड चाहिँ एकदमै राम्रो रोडहरू पनि राम्रो मान्छे पनि राम्रो अनि तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ फ्यामिलीसँग सो एकदमै मजाको टुर पनि बनिने रहेछ बेबी फ्रक रहेछ बेबी फ्रक यहाँनिर बेबी फ्रक सो मदर फ्रक लाहौ दुटा पुल छ त खोरङ छु नि हो कि हजुर खोलङ छु भुटानको अर्ग्यानिक रिच भनौँ सानो बजार रहेछ यो पुल बाटो चाहिँ खोला मजाको रहेछ यता खोला बाटो इस रोलोङ आइपुग्यो हामी रोलोङमा चाहिँ पिडब्ल्यू क्याम्पहरू रहेछ रोलोङ टसिगाङ जोङको टाढैबाट दर्शन भयो माथि डाँडामा हल्का टसिगाङ जोङ देखिरहेको छ मेन चारजाम उता चाहिँ कता जानु यो टासियाङची जाने रहेछ यो त बाघपुल जस्तो रहेछ त चारजाम आइरन ब्रिज टासिगाङ हामी चाहिँ लाग्यौँ अब टासिगाङ इन द हाउस
टासिगाङ भित्र फर्स्टमै पुलिस स्टेसन Tashigang is this much small but beautiful. Wow, Tashigang. Finally, हामी टासिगाङ आइपुगेको छौँ. कति मजाको. This is Tashigang, so finally we reach. Tashigang. कति मजाले गाडी राख्ने पनि छानासँग रहेछ. उतै जानेछौँ. उतै गइँदैछ. परको बाटो मजाको रहेछ. यो चाहिँ टासिगाङ हो. टासिगाङको डिजाइन चाहिँ एकदम राम्रो लाग्यो मलाई. बिल्डिङको कति मजाले बनाएको छ है. सो यता पनि न्यू कन्स्ट्रक्सन गोइङ अन है. अन्त हामी चाहिँ अलिकति फोटो सेसनहरू गरिरहेछ. अनि यहाँ चाहिँ फेरि डाँडा हो. अनि आई एम हियर. सो जस्ट इन्जोइङ टासिगाङ भाइब.